जहाँ इतिहास जीवित छ भन्ने मूल नाराका साथ आयोजना भएको 4th डिस्ट्रिक्ट इन्स्टलेसन अनरिङ अवार्ड सेरेमनी तथा फर्स्ट काउन्सिल मिटिङका सभापतिज्यू, यहाँ उपस्थित विभिन्न लियो लिडर्सज्यूहरू, क्लबबाट उपस्थित हुनुभएका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण लियो लिडर्सज्यूहरूमा म लियो क्लब अफ काठमाडौँ युनाइटेड सेन्टरकी अध्यक्ष लियो उत्साह पहाडीको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। म आज यहाँ रिजन अपिलाई प्रतिनिधित्व गर्दै आजको यस ओराटोरी कम्पिटिसनमा प्रतिस्पर्धा गर्दैछु। नेतृत्व, यो शब्द सुन्दा जति नै सानो र सरल लाग्छ, यसको अर्थ त्यति नै जटिल र गहिरो छ। नेतृत्व यस्तो शक्ति हो जसले परिवर्तनको यात्रालाई प्रारम्भ गर्छ। तपाईहरुलाई के लाग्छ, नेतृत्व भनेको के लाग्छ? मलाई लाग्छ आम बुझाइमा नेतृत्व भन्नाले केवल एउटा सर्वोच्च पद ग्रहण गर्नु, अगाडि उभिनु र निर्देशन दिनुलाई मात्र बुझिन्छ। तर म भन्छु साँचो नेतृत्व त त्यो हो जसले अरूलाई अगाडि बढाउन बाटाहरू खुलाइदिन्छन्। त्यसैले नेतृत्व केवल आदेश मात्र होइन, यो प्रेरणा हो। नेतृत्व केवल नाम मात्र होइन, यो योगदान हो। नेतृत्व केवल अधिकार मात्र होइन, यो कर्तव्य हो। नेतृत्व म होइन, यो हामी भनेर गुन्जिने एक एकीकृत आवाज हो र यही आवाज, यही भावलाई उतार्ने र व्यवहारमा लागू गर्ने ठाउँ हो लियो। म आज नेतृत्व विकासमा लियोको भूमिका भनेर बोल्दै गर्दा मैले थोरै लियोको इतिहास पल्टाउनै पर्ने हुन्छ। आज लियो सुरु भएको करिब 53 वर्ष भयो। यो मैले लायन्स इन्टरनेसनलको वेबसाइटबाट पनि रिसर्च गरेर प्राप्त गरेको छु र युवाहरूलाई नेतृत्व, अनुभव र अवसर दियो भने उनीहरूले समाज परिवर्तन गर्न सक्छन् भन्ने मूल उद्देश्यका साथ सुरु भएको लियो, जसको अर्थ रहेको छ लिडरशिप एक्सपिरियन्स अपर्च्युनिटी। पछि यसलाई लायन्स इन्टरनेसनलका संस्थापक मेल्भिन जोन्सले थप प्रेरणा र दिशा दिनुभएको छ। उहाँ सधैँ भन्नुहुन्छ, यु कान्ट गेट भेरी फार until and unless you do something for somebody else। आज लियो एउटा एक नेतृत्व र सेवाको साझा परिवारको रूपमा संसारको 140 भन्दा बढी देशमा फैलिएको छ। हाम्रो लागि एउटा गर्वको विषय पनि छ। भर्खरै मात्र संयुक्त राष्ट्र संघले लियोलाई युथ लिड मुभमेन्ट भनेर पनि रेकग्नाइज गरेको छ। म आज नेतृत्वका लागि लियो भनेर बोल्दै गर्दा म जम्मा लियोमा लागेको 5 महिना भयो। मेरा समक्ष दशकौंदेखि लियोमा लागिरहेका व्यक्तित्वहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। तर यो 5 महिना मेरा लागि कति सिकाइका महिनाहरू रहेका छन् र मैले नेतृत्वलाई कुन ढङ्गबाट हेर्न पाइरहेको छु भन्ने कुराहरू यहाँहरू समक्ष राख्न चाहन्छु। सर्वप्रथम मलाई अनुभवले सिकाएको नेतृत्व। म क्लबमा लियो क्लब अफ काठमाडौँ युनाइटेड सेन्टरको अध्यक्ष हुँदै गर्दा हामीले अहिलेसम्म कम्तीमा 30 वटा जति कार्यक्रम गर्यौं। म अध्यक्षको रूपमा त्यहाँ लिड गर्दै गर्दा केवल मैले मात्र लिड गरिन, मेरा क्लबका लियो साथीहरू जो अगाडि आएर बोल्न पनि हिचकिचाउनुहुन्थ्यो, उहाँहरूलाई पनि नेतृत्व गर्नको लागि अगाडि सराउँदै, आफू पनि सिक्दै, उहाँहरूलाई पनि सिकाउँदै धेरै जसो उहाँहरूलाई अगाडि बढाउँदै र म पछाडि बसेर मुस्कुराएँ। हो, यही हो लियोले सिकाएको नेतृत्व मलाई, जहाँ आफू मात्र सक्षम होइन, आफू वरिपरिका सबैलाई पनि सक्षम बनाउनु पर्छ भन्ने कुरा मैले सिकेको छु। अर्को, मैले अवसरले पाएको र अवसरबाट सिकेको नेतृत्व। म लियोमा लागेदेखि लियो जिल्ला परिषद 325 से नेपालले आयोजना गरेको 2टा कार्यक्रममा संलग्न हुने मौका पाएँ। स्कुलिङमा कन्टेन्ट हेडको रूपमा र 30 विशेष कार्यक्रममा सचिवका रूपमा। यी 2टा कार्यक्रममा संलग्न हुँदै गर्दा मैले धेरै कुराहरू सिकेको छु। लियोले नेतृत्व मात्र होइन, विनम्रता र मानवीयताले भरिएको नेतृत्व पनि सिकाउँछ। त्यसको उदाहरण हुनुहुन्छ हाम्रो लियो जिल्ला परिषद 325 से नेपालको अध्यक्ष बालकृष्ण सर, जो यहाँ गोर्खामा बस्नुहुन्छ तर हामी सबै लियोहरूलाई आफ्नो समीपमा राख्नु भएको छ। लियोले केवल नेतृत्व मात्र सिकाउँदैन, एउटा विनम्रताले भरिएको नेतृत्व सिकाउँछ। म लियोमा लागेर लियोको धर्महरू पालन गर्नेछु। मेरा जीवनका आउने कयौं वसन्तहरूमा म केवल लियोमा मात्र होइन, एउटा देश र समाजकै असल नेतृत्वकर्ता बन्ने भूमिका पनि निर्वाह गर्नेछु। म यहाँहरू सम्पूर्ण जो मैले 5 महिनामा भेटेको छु र जति पनि कुराहरू सिकेको छु, लियो मेरो लागि जहिले पनि पाठशाला रहनेछ। मैले नेतृत्वलाई लियोमा राम्रो ढङ्गले सिकेको छु भन्दै मेरा भनाइहरू यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद।